एकैछिन उहाँ अधिवक्ता सरको कुरा सुनौँ है त के भन्दै हुनुहुन्छ। अब जसलाई समाएको छ, जसमा चाहिँ अनुसन्धान थालिएको छ, ठ्याक्कै त्यही कम्पनीमा चाहिँ उहाँको सेयर लागत देखियो। अब उहाँले राजीनामा दिनुपर्छ कि पदमै बसेर त्यसको छानबिन गर्न सकिन्छ? यसरी हेरौँ, हामी कानुनी राज्यमा छौँ र हामीले कानुन मान्नुपर्छ र हामी संविधान मान्नुपर्छ भने केही कुराहरू हामीले मान्नुपर्छ। हेर्नुहोस्, अहिले बिचौलियाका माफियाको रूपमा चिनिएका दीपक भट्टले सञ्चालन गरेको कम्पनीमा गृहमन्त्री सुजन गुरुङको पनि सेयर 25 लाखको सेयर देखियो। त्यसैले राजीनामा गर्नुपर्छ भन्ने प्रश्न आज उठेको छ। हेर्नुहोस्, राजनीतिक माहौल त्यसले चाटेको छ। यहाँनिर म आम पीडित उत्पीडित नागरिक जो हिजोदेखिबाट सुशासनबाट वञ्चित भएका ती नागरिकहरूको आत्मसात गर्दै हामीले एउटा कुरा के ध्यान दिनुपर्छ भने हामीले कुनै पनि कम्पनीमा सेयर लगानी गर्नु चाहिँ अपराध होइन। सेयर लगानी गर्नु भनेको कानुन बमोजिम स्थापना भएको कम्पनीमा कसले कति सेयर हाल्छ भन्ने कुरा त एउटा पाटो भयो। यदि सुजन गुरुङ गृहमन्त्री भइसके पछाडि निजले प्राप्त गरेको सम्पत्तिबाट सेयर खरिद गरेको छ भने त्यो तत्काल राजीनामा दिनुपर्ने प्रश्न हो। तर निज के हो भने प्रधान गृहमन्त्री हुनुभन्दा अगाडिको अवस्था हो भने त्यो अवस्थामा राज्यले छानबिन गर्नुपर्छ। तर गृहमन्त्री राजीनामा दे भन्नु हुँदैन। यहाँनिर अर्को निवेदन के गर्ने भने यदि सुजन गुरुङ चाहिँ माफियासँग मिलेका व्यक्ति हुन् भन्ने कुरा हामी पुष्टि गर्दैछौँ। हामीले एउटा कुरा के मान्नुपर्छ भने दीपक भट्टलाई त विगत 10 वर्षदेखिबाट भारत देशको सरकार चलाउने, गिराउने र अर्थतन्त्रलाई तहस नहस पार्ने व्यक्तिको रूपमा अहिले परिस्थिति भएर चिनिँदैछ नि त। चिनिँदै थियो भने दीपक भट्टलाई हिजो केपी ओलीको सरकारले समायो कि हिजो प्रचण्डको सरकारले समायो कि हिजो शेरबहादुरको सरकारले समायो कि समाएन नि त। कसले समायो भन्दा सुजन गुरुङ गृहमन्त्री भए समाएको हो नि त। यदि सुजन गुरुङले चाहिँ यसरी अपरिपक्व रूपमा गलत तरिकाले बिचौलियासँग मिलेजुली गरेर राज्यको सम्पत्ति दोहन गरेका थियो भने दीपक भट्टलाई सुजन गुरुङले पक्राउ गर्थे कि बचाउँथे भन्ने कुरा हामी सहज अनुमान गरौँ न त। त्यो पनि सोच्न जरुरी छ। त्यस कारणले हामीले अहिले सरकार यो राज्य व्यवस्था र नागरिकको हितलाई बोल्दैछौँ कि 2-4 जना व्यक्तिको फाइदाको लागि आम नागरिकलाई फेरि पनि पीडित बनाउन, फेरि पनि आर्थिक विचलनमा पर्याउनका लागि, फेरि पनि सुशासनबाट वञ्चित गराउनका लागि हामी बोल्दैछौँ भन्ने कुरा ध्यान राख्नुपर्छ। अहिले हामीले हेर्नुपर्ने कुरा के हो भन्दाखेरि सुजन गुरुङ गृहमन्त्री भइसकेपछि दीपक भट्टलाई समाएको अवस्था हो भने दीपक गुरुङसँग सुजन गुरुङको घनिष्ठता थियो भने निजले कदापि पनि तपाईँ भाइ के गर्नुहुन्छ, म भाइ के गर्नुहुन्छ भन्दै गरेकाले के गर्नुहुन्छ सोच्नु एकपल्ट। त्यस कारणले हामी सञ्चार जगतले होस्, हामी राजनीति गर्ने व्यक्तिले होस्, सबैभन्दा पहिला मैले व्यक्तिगत रूपमा मेरो फाइदाको लागि मैले यो सरकारबाट केही लिन सकिनँ, त्यस कारणले यो सरकारलाई म बदनाम गर्छु भनेर भन्नु गर्दाखेरि पनि तमाम 3 करोड नेपाली जनतामध्ये कति प्रतिशत जनतालाई चाहिँ हिजो सुशासन पाएका थिए र आज पाउँदैछन् भन्ने कुरा प्रत्याभूत गर्न मैले सक्नुपर्छ। त्यस कारणले आजको आवाज भनेको सुजन गुरुङसँग व्यक्तिगत रूपमा सम्बन्ध भएको आवाज होइन। सुजन गुरुङको कार्यले गर्दाखेरि बिचौलिया समाप्तको बाटोमा जाँदैछन्, भ्रष्टाचारीहरू लाइनमा आउँदैछन्, कर्मचारी तन्त्रमा सुशासन दिनुपर्छ भन्ने मार्गमा गइरहेका छन् भने यदि सुजन गुरुङले त्यो कार्य गरेको हुन्थ्यो भने कदापि पनि निजले दीपक भट्टलाई पक्राउ गर्ने थिएन, हिजोको सरकार जतिले बचाउने थिए। त्यस कारणले म के भन्न चाहन्छु भने सुजन गुरुङले सेयर लगानी गरेको होला। एउटा कुरा के हुन्छ भने कानुनमा म फौजदारी कसुरमा अभियुक्त छु भने त्यसको दायित्व मेरा बुवाले बन्द गर्नु पर्दैन, मेरो श्रीमतीले बन्द गर्नु पर्दैन, त्यसको फौजदारी दायित्व मैले बन्द गर्नुपर्छ। फौजदारी न्यायको सिद्धान्त पनि के हो भने कसुर गरेर प्राप्त गरेको सम्पत्ति हो भने कसुर गर्ने व्यक्तिले प्राप्त गर्नुपर्छ। तर कसुर गरेका व्यक्तिहरू त यहाँ धेरै माथि पद्म बसेका छन् नि। त्यस कारणले मैले भन्न खोजेको कसुर गरेका व्यक्तिले कसुर गरेको सम्पत्तिबाट राज्य चलाएको हो वा फाइदा लिएको हो भने कसुर गरेको व्यक्ति जिम्मेवार हो। त्यस कारण दीपक भट्टले कसुर गरेका हुन् भने त्यो कसुर गरेका व्यक्तिसँग संलग्न भएको कुनै पनि कम्पनीमा सेयर लगानी गर्ने सबै व्यक्ति कसुरदार हुँदैनन्। हुन्थ्यो भने श्रीमानको दायित्व श्रीमतीले पनि वहन गर्नुपर्छ फौजदारी। त्यस कारणले हामी यहाँ के बुझौँ भने यो फौजदारी कसुर अन्तर्गतको दायित्वमा कुनै पनि कम्पनीमा एउटा सेयर होल्डर र एउटा सञ्चालक चाहिँ वा त्यसको प्रमुख चाहिँ फौजदारी अभियुक्तको अभियोग भयो वा कुनै पनि गलत काममा संलग्न भएको छ भने त्यहाँ सबै सञ्चालकहरू गलत काममा छन् भनेर आकलन गर्नु भनेको के हो भने आफूले यहाँबाट केही प्राप्त गर्ने सुविधाबाट वञ्चित भएँ, अब म कसरी चाहिँ वञ्चित यो बाटोबाट मेरो सुविधा फेरि पूर्ण प्राप्त गर्न सक्छु भन्ने कुराको आकलन मात्र हो। त्यस कारणले अहिले गृहमन्त्री राजीनामा गर्नु पर्दैन। त्यही त निष्पक्ष छानबिन होस्, दोषी रहेछन् भने त कारबाही भइहाल्छ नि होइन। र अन्त्यमा हामीले खोजेको भनेको समृद्ध नेपाल नै हो नि त, विकसित नेपाल हो नि।